के आज हामी मोमो खानकै लागि मालिया गएको हो त? त्यो चाहिँ होइन है। हेलो फ्यामिली, वेलकम टु द माई मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। न्यू डे न्यू भ्लग, स्वागत छ तपाईँहरू सबैजनाले मेरो मिनी भ्लगमा। अनि आज चाहिँ हामी लाग्यो दाजुभाइ मार्केटतिर, देख्न सक्नुहुन्छ। हामी चाहिँ लक्खर गरेर मार्केट लाग्यौँ। दाइ चाहिँ पुरै फोटो खिच्दै भन्दै हुनुहुन्छ अनि मैले बनाइदिएँ भिडियो। अनि दाइ चाहिँ यतापट्टि नुडल्स हेर्दै हुनुहुन्थ्यो अनि दाइले चाहिँ सुरुमै नुडल्स गिराउनु भयो अनि यस्तो नमजा लाग्यो कि अनि फेरि पनि दाइले मिलाउनु भयो। अनि मैले पनि यतापट्ट माछा देखेँ अनि यो माछा चाहिँ मलाई त्यति साह्रै मन चाहिँ पर्दैन। अनि यतापट्टि देख्न सक्नुहुन्छ यो चाहिँ टमाटर केचप अनि यो चाहिँ नुडल्समा हालेर खाना चाहिँ एकदम मिठो लाग्छ। अनि यो चाहिँ स्पाइसीवाला, यो चाहिँ एकदम पिरो हुन्छ। कतिजनालाई थाहा छ, कतिजनालाई थाहा छैन। अनि यतापट्टि मैले पनि एउटा नुडल्स हेरेँ, देख्न सक्नुहुन्छ। अनि हामी लाग्यौँ कस्मेटिकतिर, देख्न सक्नुहुन्छ। हल्का फुल्का सेम्पूहरू भ्याइएको थियो अनि दाइले चाहिँ यता पुरै हेर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। अनि आज चाहिँ सामान डेन्जर अफरमा लागेको रहेछ भन्दै हामी चाहिँ दाजुभाइ गफ गर्दै अनि सामान हेऱ्यौँ, देख्न सक्नुहुन्छ। अनि यतापट्टि आएको चाहिँ यस्तो राम्रो घिउ कुमारी के, अनि मैले भिडियो बनाइहालेँ। अनि यो घडी चाहिँ एकदम अफरमा लागेको रहेछ अनि हामी दाजुभाइले चाहिँ 1 घन्टा घडी लियौँ, देख्न सक्नुहुन्छ। लाएर पनि देखाइसकेका छौँ। घडी चाहिँ एकदम बबाल छ। अनि दाइ चाहिँ पुरै लिफमा चढेको भिडियो बनाइदियो भन्दै अनि पुरै हाँस्दै हिँडिरहनु भएको छ। घडी लागेको भएर चाहिँ घडी देखाउनु भएको छ कि दाइले, फेरि देख्न सक्नुहुन्छ। दाइ चाहिँ मान्छे हिरै हुनुहुन्छ अनि दाइ चाहिँ लखर गर्दै हिँडिरहनु भएको छ। अनि हामी दुई भाइ चाहिँ यस्तो गर्मीमा बाहिर नजाम भनेको, दाइले चाहिँ जाम एकछिन भन्नुभयो। अनि हामी लाग्यौँ सिसाइडतिर, देख्न सक्नुहुन्छ। बाहिरको माहौल चाहिँ यस्तो छ। अनि केटाहरू कति धेरै के, यिनीहरू यस्तो गरेर हिँड्छन् है यस्तो घाममा। अनि हामी भने दुई भाइ मात्रै के, अनि कस्तो सुनसान भन्दा पनि। अनि केटाहरू यसरी हिँडेको देखेपछि चाहिँ हामीलाई पनि हिँड्ने एकदम जोस जाँगर आयो। अनि दाजुभाइ भएर लखर हिँड्यौँ, देख्न सक्नुहुन्छ। दाइ चाहिँ पुरै आफ्नो पारामा हिँडिरहनु भएको छ। अनि मालियामा चाहिँ जहिले आउँदा पनि कति धेरै मान्छेहरू आइरहेको हुन्छ कि, हामी जहिले आउँदा पनि मान्छे हुन्छ। दाइ फेरि पुरै लखर गर्दै पुरै हिँडिरहनु भएको छ। अनि डान्सर हो कि दाइ चाहिँ, हेर्नु न कस्तो मजाले डान्स गर्दै हिँड्नु भएको छ। अनि मोमो लभर चाहिँ को हुनुहुन्छ? म चाहिँ मोमो लभर हो, देख्न सक्नुहुन्छ। हामीले मगायौँ मोमो अनि दुई भाइ भएर मोमो यस्तो मजासँग खायौँ नि, यस्तो मजासँग। डेन्जर भोक लागिरहेको थियो। अनि हामीले मोमो खाएर पनि अब लाग्यो हामी ड्युटीतिर। अनि ड्युटी जानुपर्ने थियो, त्यही भएर चाहिँ हामी ट्याक्सी समातेर आयौँ दाजुभाइ। अनि आजको मेरो मिनी भ्लग तपाईँहरूलाई के कस्तो लाग्यो सबैले लाइक कमेन्ट गरिदिनु होला। हस् त, नमस्ते, धन्यवाद।